Good morning guys, welcome to another vlog. It's the day of Dasai 2082 and this is how I've been looking the whole night. So अहिले चाहिँ बिहानको almost 7:30 हुन लाग्यो होला. I've just woken up. So now about say we are prepping some food for Dasai because this time it's our department because our मामुको दुईटै हात भइसक्यो त्यही भएर. So अब चाहिँ हामी यसो यहाँ preparation गरिरहेछौँ. Stay with me guys, I'll show you guys how my Dasai goes. I hope you had a wonderful celebration. Happy Dasai again even though it's late. I hope you like watching this vlog. Here's some chia for the hard-working Miss Kharka. यो चाहिँ रह्यो हाम्रो राजमा यो बोडी भुटेको अनि this is आलुको अचार and this is साग and this is टमाटरको चटनी, this is paneer and that's paneer and that's sadhu. Mau आशीर्वाद दिएको यो भन्दा बढी आशीर्वाद पनि दिने हो नानी पनि बात चाहिँ फेरि मनमनै दियो गोप्य आशीर्वाद झर्न नपरोस् ओ ल थ्यांक यू अब हामीले दुई जनाले जाउँदा दिने हो क्या पहिला खाममा राखेर दिनु पनि मिस्टेक भइहाल्छ उताबाट स्पन्ज जस्तो छ रेडी स्पन्ज जस्तो छ लाइट पुरै लाग्ला नि राति के हुन्छ नि गाडी आउने हैन अब छिटो बिहा खाने यसपालि चाहिँ टाढा नजाओस् भगवानले रक्षा गर्नु सुख शान्ति होस् बाबु सीता कुरो पुर्याइदिउन् रोग बिहान नलागोस्
हाम्रा सन्तानको राम्रोको राम्रै सुनेर मर्न पाऊँ नमिठो र नराम्रो भने तिमीहरूलाई जिन्दगीमा कहिले पनि नहोस् होस् राम्रो राम्रो होस् हाम्रो जागिर होस् त्यहाँभन्दा बढी बढी भएर जानु हाम्रो बुहारीहरूले जागिर कति राम्रो खाएको भन्न पाइयोस् जागिरमा बढ्दै विज्ञाने विदुरे भवति भवतां प्रतिष्ठा नारायणे हरे हाँसी खुसी है मैले चाहिँ जागे सबै पुगुन् छोटो बाटो कोटी हाल्दैन बलि त ढिलो आइदैन बल सबै जम्मा भएर जाँदा छोटो बाटो Day 2 of Dasai. With this on the menu today, something similar like yesterday, plus the korelako thing, and we have chicken, which I'll show you. Yeah, this is how to bring the knife to the knife. Be a good boy, Nepali bolo hai, Nepali bolo bhi म हाल्दै हो नि अनि हालेर चाहिँ हामीले म हालेको त छ नि ड्याडी हो र Guys, it's the 4th day of Dasai Jikatri and we are heading towards Daddy ko Mama Ghar.
जहाँ हामी खासमा टिकाकै दिनमा जान्थ्यौँ बट उहाँहरूको जुठो थियो सो अहिले चाहिँ आज बल्ल हामी गइरहेको हो इट्स द 4th डे सो 2 places ड्याडीको 2 मामा घर सो त्यहाँ जानुपर्ने छ एन्ड देन वी आर गोइङ टु फुपी दिदीको घरमा टिका लगाउन पनि सो सी यु गाइस माथि भयो कृष्ण नारायण हे परमेश्वरी इन्द्र नसुते श्री वशिष्ठ माउने मारे नि त हैन भनेपछि अनि तास मारेको थियो हिजो लाग्यो नि आज म त्यसै गर्छु मन लागेन एकदम ज्ञानी हुनु ठुलो ठुलो मान्छे बन्नु है हस् भने खै त है पढाइमा जहिले फर्स्ट हुनु है हुन्छ हस् भन न ज्ञानी बन्ने अनि राम्रो काम गर्ने है आशीर्वाद पनि देऊ ह्यापी दशैं अब हामीले पनि टिका लगाइदिन पर्ला नि टिका पनि ह्यापी दशैं दर्शन 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 गर्छ कति दर्शन दर्शन कति ज्ञानी भएछ किन बोली छैन के भयो मलाई सुत्न मन लाग्छ मलाई नछौ है फेरि म दाँत निकाल्छु कसले सिकाके यस्तो ज्ञानी हुने म आउँदाखेरि त्यही नमस्ते गर्ने नपरोस् है ज्ञानी हुने मम्मीलाई दुःख नदिने स्कुल जाने राम्रो मात्रै बोल्ने नमस्ते दुर्गा भगवानले रक्षा गरून् नानीलाई ज्ञानी छिन् ज्ञानी भए आँखाको डक्टर बने है बन्ने हो होइन चेन्ज भयो के बन्ने हो त के बन्ने दाँत झरालिदिन्छु भन्थ्यो ज्ञानी भवस् अर्णव दादा जस्तै ज्ञानी भयो भद्रकाली कपालिनी दुर्गा क्षमा शिवरात्रि स्वदा नमस्तुते मलाई पेटमा नपिटे जय सर्वे गते देवी कालरात्रि नमस्तुते